Hello, welcome to everyone. कहाँ हो आज हामी कहाँ निस्किनु लाग्यो हामी अब पुरै सनसेट हेर्न जाँदैछौँ नि वक पनि हो आज इभिनिङ वक गर्न त गइरहेछ हामी इभिनिङ वक बाटो घाट्न लाग्यो खै चमचम धेरै पछि नयाँ भ्लग आउँछ हाम्रो आज कति बज्यो अहिले कति बज्यो अहिले 7:30 भयो यार म त कामबाट आएर यस्तो थकेर आएर त धेरै बेर सुतिस् नि आज म त यस्तो बडी नै पुरै के हुन्छ नि अरट्ठ परेको क्या आँखै फुल्ले जस्तो भएको भाइले लिन बोलाइरहेको थियो बेलुका चाहिने त्यो पनि हुन्छ बेलुका आज लिन नि भाइलाई लिएर अनि पहिला त्यहाँ जाऊँ ठ्याक्कै आइपुग्छ नि त न त दिपुलाई पिक गरेर भाइलाई लिँदा नि अथवा सुरुमा त्यसलाई लिन्छौँ नि त त्यसको त 8:30 बजी हुन्छ नि त त्यहाँ लिन्छौँ अनि त्यहाँबाट सिधै यता किलोराम त्यो पनि हुन्छ तर पहिला चाहिँ हामी के हेर्न जान्छौँ सनसेट लास्ट राम्रो है चढ्नुपर्छ थाक्छ हौ यो चाहिँ हामी हाम्रो एसेन्डन हो यसको एरिया कति भयो अरे त बस्यो त्यहाँ गाडी हेर्न खै भिन्टेज ले यहाँबाट खिचिदिन्छु म ला कति राम्रो रहेछ त्यो के हो बिचको त्यो This is so nice, man. अब अहिले सनसेट हुन लागिसक्यो हामी चाहिँ आइपुग्यो होइन अब डाँडा चढ्नुपर्छ यहाँ चाहिँ लाइफ एकदम पिस दामी नाइस वेदर पनि छ अब सचिने अगाडि जाँदैछ अब हामी चाहिँ यो जङ्गल जस्तो डाँडा चढ्दै जाउँछौँ होइन अनि जङ्गलको डाँडा चढेर ए तिमीहरू यहाँ पो हो ल अनि कहाँ यहाँबाट ए लगाइ यस्तो राम्रो है यहाँ चाहिँ अब यो वाक जाने खै यो चाहिँ के रिजर्भेसन पार्क हो कि के भन्छ यसलाई सचिन चाहिँ अगाडि छ म चाहिँ पछाडि छु बिस्तारै वाक गर्दै हामी होइन सबै देखाउँछौँ तपाईँहरूलाई अनि सबैले सब्सक्राइब लाइक कमेन्ट गर्नु पर्यो माया गर्नु पर्यो माया देखाउनु पर्यो खै माया देखाउनु नै भएको छैन अनि अब तपाईँहरूले माया देखाए पो मलाई पनि ओहो ल सबैले माया देखाउनु भएको भनेर अनि झन् इन्सपायर गर्छ नि राम्रो भ्यू देखेँ है सजिलै अगाडि पुगिसक्यो गाइज थ्याङ्क यू सो मच फर वाचिङ है still continue movement in the camera. He always speak lies, okay guys, he always speak lies. He was always lying in, oh my god, oh. bulldog he always lies in bed, watch mobile reels and always Netflix every time Netflix. But he is enjoying his life in Australia. I think he has been here since 2 years. But Sachin, कचोटि सिड्नु पुग्यो 4 चोटि हैन I think he already been to Sydney 3 times or 4 times. He is just saying 2 times. Because his parents might know that and then they will I don't know, they will punish you भनेर अनि यो चाहिँ चिल एकदम रिल्याक्स लगाइछ हेर्नुस् यो चाहिँ एकदम दामी. दिस इज द स्टनिङ भ्यू अफ एसएनएन. दिस इज
like North Essendon. You can really enjoy this place. When you come here, you forget about everything. Sunset, the sound, nature, the birds, the fresh air, and this walking trail. See? गाइज सिटी हेर्नु न क्या दामी देख्यो यार हजुरहरू पनि पक्कै भिजिट गर्नु है यो प्लेस यहाँबाट यस्तो राम्रो देखिन्छ सिटी पनि यो एकदम एसेन्डन नर्थको एरिया हो यो अनि एकदम ब्युटिफुल छ के एकदम पिसफुल है चराहरू कराइराख्ने एकदम हावा शीतल आइराख्छ अनि त्यसपछि यतापट्टि चाहिँ हाम्रो हाई पोइन्ट हुँदै गएको छ हैन अलिकति यो सनसेटको गर्दाखेरि एन्टी लाइट पर्छ अनि त्यो भएको भएर सिटी त यस्तो लभली देखिँदो रहेछ क्या यहीँ बसौँ है कि उता छेउमा जाने हो छेउमा पनि राम्रो ठाउँ छ होइन सचिनले चाहिँ यहीँ बसौँ भन्यो अनि त्यही भएर हामी चाहिँ यहीँ बस्न लाग्छौँ अनि अब धेरै तर यस्तो घाम चाहिँ लागेको छ गर्मी चाहिँ छैन यस्तो राम्रो भ्यू पनि छ हामीले एउटा म्याट चाहिँ लिएर आउनु पर्ने रहेछ सचिन है त्यो चाहिँ ठिकै छ केही छैन सचिनले चाहिँ यतातिर गयो धेरै छेउमा नजा है नेपाल जाने दिन नै आयो त कहिले रे नेपाल जाने अब 20-22 दिन बाँकी छ के छ त अनि प्लान यसपालि नेपालमा पुरै सरप्राइज हो नि त्यो त अहिले कहाँ रिभिल भन्ने ए उता नि भ्लग गर्नु पर्यो नि त हैन एभ्रिथिङ सरप्राइज हान्नु पर्यो नि ठिक छ फेरि बन्जी नै हान्ने होला नि त्यसैले कि यो नि सरप्राइज हो त्यो पनि हुन सक्छ नि अब यस्तो बन्जी चाहिँ यसो ल अब यो चाहिँ रिभिल गरिदिइहालौँ बन्जी चाहिँ कस्तो छ भने भ्यायो भने चाहिँ हान्ने हो मेरो अब म एक दिन दुई दिन पोखरा जाने चाहिँ विचार छ त टाइम भएन भने नजान पनि सक्छु अब मेरो यसै पनि 1 वर्ष पुगे छैन नि त नेपाल गएको बन्जी हानेको 1 वर्ष पुगे छैन फ्री हो क्या हैन कि 50% अफ हो 50% अफ आउँछ त्यो चाहिँ मैले जुन तिनीहरूले त्यो ब्रेभरी हो कि के वाला सर्टिफिकेट दिन्छ नि त त्यो सर्टिफिकेटको देखायो भने 50% अफ हुन्छ योपालि चाहिँ फेरि बन्जी मात्रै नहान्ने के लास्ट टाइम चाहिँ मुस्ताङ गएर फर्किँदै बाटोमा हामीलाई गाह्रो भयो भ्याएन के गाह्रो भयो भन्दा नि टाइम छिटो गऱ्यो नि त गएर हान्यो हामफाली हाल्यो होइन रमाइलो भयो त भयो तर त्यहाँ स्विङ पनि थियो बाइसाइक्लिङ अनि सबै थोक थियो मलाई अझै सबैभन्दा बन्जी भन्दा नि डेन्जरस चाहिँ स्विङ लाग्यो क्या स्विङ त तेरो त्यो त्यहाँ छिर्ने टिकट 500 भएपछि त्यो गर्न पाउँछ अरे नि त कि खानेकुरा फ्री हो उतापट्टि पारी गएर खानेकुरा हामी लास्ट टाइम जहाँ त्यही गरे खाम चाहिँ खाओ म त डरला अब मैले हान्यो भने कसैले मैले एक्स्ट्रा 1000 रुपियाँ तिर्यो भने चाहिँ त्यो हो कि 500 रुपियाँ तिर्यो भने चाहिँ त्यो मान्छे पारी गएर एउटा मिल खाएर आउन पाउँछ हो कि के भने यस्तो हो कि 500 तिर्यो हामीले नि मुस्ताङ फर्किँदा अनि त्यो पुल गयो कि त फ्री मिल कि त तेरो त्यो एउटा वान अफ द स्पोर्ट्स स्विङ कि त त्यो साइकल कि त के थियो कि स्विङ त होइन होला हो कि स्विङ त लास्ट महँगो हो खै त्यही भने आशा खै अब गएपछि उ गर्न रिसर्च तर पनि अब मेरो सोच चाहिँ त्यो छ अब कति टाइमलाई जान लाग्यो त 3 हप्ता 4 हप्ता 21 दिन तर गाइजहरूले चितवनको चाहिँ एकदम राम्रो भ्लग पाउनुहुन्छ त्यति कुरा चाहिँ स्योर हो हैन अहिले त्यो खिचरा मौसममा गाइस ओपेरा हाउस सिडनीको ओपेरा हाउस बनाउँदै याद देख्नु भएको भएन हजुरहरूले तेरो ओपेरा हाउस भने स्ट्याचु अफ लिबर्टी छ आइफेल टावर छ थाहै छैन आइफेल टावर हैन लिबर्टी त त्यो तेरो टाउको त्यो नारायण एक्सपोमा पेरिसको के रे आइफेल टावर नि छ कि अनि तेरो स्ट्याचु अफ लिबर्टी नि छ सबै बना अहिले म त त्यसपछि अब सायद मैले चाहिँ थाहा अब चितवन महोत्सव चाहिँ मैले भ्याउँदिनँ हैन
खिचरा महोत्सव चाहिँ भ्याउन सक्छु मैले खिचरा महोत्सव भ्यायो भने चाहिँ भइहाल्यो एभ्रिडे तपाईँहरूलाई नयाँ नयाँ सिङ्गरहरूले त्यहाँ त आउँछ जोन राई नै आउँछ जोन राई लास्ट टाइम त अनि जोन राई मैले त्यही हेरेँ सबिन राईहरू सबै आएको थियो कि राम्रो राम्रो कलाकारहरू सबै आएको थियो जे होस् खिचरा महोत्सव लास्ट पपुलर छ अहिले योपालि लेट्स सी हाउ इट गोज होइन अनि त्यही हो अब सौरातिरको भ्लग देख्नुहुन्छ अलिअलि नारायणतिर पनि हेर्नुभयो होला यसै पनि म फेरि देखाउँछु अनि अरू के छ यार चितवनमा अब हात्ती गैँडा त अब त्यो त नर्मल भयो भन्ने कुरा हो नर्मल हो नि हाम्रो गैँडा त तेरो रोडमै त्यो बाटो त हो तर अब म जङ्गल जिप सफारी पनि जान्छु होला सायद मजा आउँछ अनि त्यो कसर आएको चाहिँ गर्न त्यो बेलामा चाहिँ हेरौँ कस्तो कस्तो के आउँछ ठिकै छ अब मलाई जर्सीहरू चाहिँ ल्याइदियो त्यही हो जर्सी सबै फर्स्ट कपी जर्सी ल्याइदिइहाल्छु मैले फर्स्ट कपी भोटेलाई फोन गर्नु पऱ्यो एकचोटि कति बेला सकिन्छ सरको मलाई लिन आइज भनिदिन्छ उसले त कहाँ हो कति बेला सकिन्छ हो हामी आउनुला नत्र भनेर सिटी लिन आउँला तल अनि भाइले पनि लिन आउनु नि दाइ प्लिज भने त्यहाँबाट लिन जाउँला भनेर के भन्छस् न पहिला आउँछ हामी त्यहाँ हो भने कस्तो हो र किन नआउने ल कस्तो कति बजी आइपुग्ने गरी आउने भन्ने कुरा हो नि त ल खाइरह पिज्जा चाहिँ बनाएर राख एउटा एउटा पिज्जा बनाएर राख भने हामी यो डाउन हिल गइरहेछ यो त साइक्लिङ ट्र्याक पनि हो नि ट्र्याक भइरहेको ट्र्याक भन्न लाग्दा ट्र्याक रे मैले मेरो कम्युनिकेसन के अरे एकदम इम्प्रुभ गर्नुपर्छ भनेर मैले 26 को रेजुलेसन पनि हेरेँ त अनि सबैभन्दा इम्पोर्टेन्ट भनेको चाहिँ कम्युनिकेसन इङ्ग्लिस रहेछ हो नि मेरो जेसुकै गर्छौ नि कम्युनिकेसन इज मोर इम्पोर्टेन्ट भनेर हो नि हो मैले चाहिँ 26 को रेजुलेसन हो इङ्ग्लिस राम्रो बनाउने मेरो त राम्रै छ कि तर खै म त आजकल बोल्नै सक्दिनँ हौ इङ्ग्लिस अड्किहाल्छ तर त्यो फेस गर्ने मान्छेहरू नि छैन छैन नेपाली कामै छैन के अब खाना जाने भने नेपाली रेस्टुरेन्ट नेपाली खान्छ नेपाली अरू गर्ने छैन त्यस्तो हो अब हामी जाँदैछौँ सिटी मेलबर्न सिबिडी लस 2.0 भोटेको काम गरिन्छ लेट्स गो हामी चाहिँ सिटी आइपुगिसक्यौँ लिनलाई भनिसलाई यहाँ छ हाम्रो ट्राइब यो चाहिँ सिटीको भ्यू हो कस्तो राम्रो छ यार दिस इज सो नाइस गाइज जस्ट लुक एट दिस हो र राम्रो भयो धन्न देखिन्छ राम्रोसँग अबको भ्यू चाहिँ राम्रो देख्छ स्लोप भएको चाहिँ बाटो नि राम्रो देखिन्छ बिल्डिङ पनि क्लियर देखिन्छ ठ्याक्क अस्ति नै यस्तै भयो क्या म चाहिँ नर्मलमा खिच्न पर्ला है यो 0.5 भन्दा नि ओ खोलिहाल्यो तर ठिकै छ 0.5 पनि राम्रो आउँछ कि मार्बल स्टेडियम यताबाट यो चाहिँ हाम्रो मेन मेलबर्न सिटी जस्ट लुक एट दिस यो डकल्यान्ड्स पनि राम्रो देख्दो रहेछ यार डकल्यान्ड जाने हो कि
डकल्यान्ड त डकल्यान्ड्सको नि एउटा भ्लग निकाल्नु पर्ला है एक दिन सिटी लाइफ एक दिन डकल्यान्ड अँ उतै साउदर्न क्रसको पुलिस स्टेसन यो सदर्न क्रसको पुलिस स्टेसन उता कता यो त नर्थ मेलनको पछाडिपट्टि ए ठ्याक्कै उता उतै त नर्थ मेलन नर्मेलनको स्टेसन हो नि यो त वाट द हेल म के नि चिज होला तर है लाइक छुट्टै देखिन्छ कि ओके लास हाम्रो यार त्यसले त हामीलाई हो र हामी भ्लग गर्दै हो सर सरी क्यामेरा देखिसक्यो लास हाम्रो यार तर भोटेलाई लिन आएको वर्स्टेड भयो कि अझ रातिमा राम्रो देख्छ कि थाहा वालले देख्छ रातिमा एक दिन चाहिँ मलाई उसमा ड्राइभ जानु मन छ कहाँ के अरे त्यो फ्लेमिङटनको माथिबाट त्यो हरियो त्यो जान्छ नि लब्ली जान्छ त्यो वेस्ट गेट त मुला $10 बिलियन को प्रोजेक्ट रहेछ है अनि अस्ति उ भयो अरे नि त हिटको सेन्सर 44 डिग्री हुँदाखेरि फायर अलार्म टाइपको सेन्सर एक्टिभेट भएर त्यहाँभित्र अनि पुरै त्यहाँ त जानै बन्द भएको नि त 44 डिग्री भएको My God. अनि त्यही भएर त 7 डिग्री हालेर त वेस्टेज अफ कति बिलियन वेस्टेज अफ मनी माथि एउटा ड्राइभर पनि गएर के हो यो $10 बिलियन रे वाट द हेल भनेर के गरिरहेको थियो ठिकै छ सदर स्टेसन यो चाहिँ बाइक गयो है हेरे खिचे खोइ बाइकले ओभरटेक गर्दैछ अरे लभली है कपाल लभली कहिले हो यस्तो सुन मोबाइल देख्यो हाम्रो गणेश भगवान just look at this tunnel man this is so good है कसले हो र यी हामीले भोटेलाई पिक गरिसक्यो पिज्जा त के छ के लाइफस्टाइल हामीलाई ओए लेफ्ट जान मिल्छ नि हैन पिज्जा त हो दिस मिल्छ कहाँडा मिल्छ ऊ भइस लेफ्ट जान्छ नि पिज्जा देखाइदियो त बाला पिज्जा देखा न के हो दिस खोलेर देखाउ नि अन्त पिज्जा हेर त ओए ओए है सेप बिग्रेछ कि है त्यो छड्के कस्तो भएको छ बिजी भयो भएन बिज थिएन ल हामी भाइलाई लिन जान्छ यहाँ लस पनि देखाइदियो यो काम गर्ने ठाउँ यहाँ सब यहाँ चाहिँ 2.0 कहाँ हो यो भन्दा त थाहा छैन यार हेर साउदर्न क्रसबाट सदर क्रसबाट अगाडि हो गुगल म्याप जिन्दाबाद एडजस्ट नभएको यार हाम्रो सिटी देखिँदैन यहाँबाट ठिकै छ सिटीको स्टेडियम अलिअलि इङ्ग्लिसमा नि बोल्नु पऱ्यो क्या बोल नि रन्जन चाहिँ मेरो साथी तपाईँ सबै इङ्ग्लिस हाल्दा नेपाली हाल्दो रहेछ हामी के हेर्ने रे We should be talking English frequently, guys. Come on. But can you talk in English, please? फ्रिक्वेन्टली भन्दा पनि त्यो लाइक बोल्दा बोल्दा बिचमा हुन्छ नि इङ्ग्लिस त्यो त परिहाल्यो Hey guys, now Hey guys, now where you headed? हामी कहाँ जाँदै अहिले we heading to Lost Rooftop Bar. 2.0 मा आयो हामी अब 1 मा जाँदैछौँ भाइलाई लिन We pick up Dipu from 2.0. सुरुमा 1 जानु पनि हामी सिधै 2 आयो We are updated version. हामी अपडेटेड सिधै 2 आयो अब भाइलाई लिन जान्छौँ त्यो ऊवाला हेरिस् कि हेर्नुहोस् के इङ्ग्लिस टिचरवाला उषा होलिडेमा गएको सर रेस्ट इन पिस अनि के वाला एसए के अरे लेट्स अ गेम यस्तो लभली आयो त्यो तिनवटा नेपालीको ए त्यो उसको थाहा मलाई थाहा त्यो उता सिक्किमतिर केटाहरू होइन त्यो यस्तो दामी त्यो त मैले पहिलेदेखि हेर्थेँ कि त्यसले लास्ट राम्रो कन्टेन्टहरू हाल्छ कि लास्ट राम्रो अझ म अब 1 मा गएर भेटौँ ल हामीले अर्कोलाई नि उठाइसक्यो देखेन क्या क्यामेराको रिस्पेक्ट यता हेर भाइ यता हेर हेलो हामीले लस 1 बाट लिइसक्यो दुईजनालाई पिक गर्यो आजको के भयो त एक्सपिरियन्स इभिनिङ एक्सपिरियन्स आजको
बिजी भयो आज म होइन काम गयो होइन टक्क गएँ ल ल धेरै नाट नगर आजको भ्लग हाम्रो यहीँ सकिन्छ थ्याङ्क यू वी विल लाइक इट बाई भात खायो नि हाल्नु ए अझ भात खाएको नि हाल्छ हामीले है आज हामीले मटन पकाएको झोल अब हाम्रो आजको भ्लग चाहिँ यहीँ अलमोस्ट इन्ड हुन्छ होइन सजिनीले खसीको झोल हाल्दैछ बजी चाहिँ पानी भर्दैछ दाल खाने नि त दाल म चाहिँ यहाँ छु होइन अहिले हाम्रो खसीको मासु आइसक्यो गाई जुई त आमाको अचार चट्ट पारामा ल्याप आएन कि त्यो तर आउनु पर्छ तर आएन त्यो See you guys. दाल आयो दाल दा हाम्रो